आज मेरो के हो बिहा हो कोसँग थाहा छ कोसँग थाहा छैन She chose me out of a million boys, हैन त्यसलाई चाहिँ थ्याङ्क यू नै भन्नु पर्यो उसलाई हैन एन्ड आई चुज हर विश्वास गरेर भनौँ हैन उसले चाहिँ मेरो हातमा हात समायो हैन त्यसको लागि चाहिँ उसलाई एकदमै मोरी थ्याङ्क यू भन्न चाहन्छु पुरानो मलाई अब छोडेर नयाँ मतर्फ जाँदैछु हैन सो कति कुराहरू पुरानो मदेखि छोडेर भनौँ न कति कुराहरू फ्याल्न छ हैन कति कुराहरू एडप्ट गर्न छ हैन बिहेको लागि प्रस्थान गर्दैछौँ केही समयमा मेरो एकदम मिल्ने साथी बिहे रहेको छ हामी साथीहरू सँगै छौँ हामी जाँदा चाहिँ यति राम्रो सँगै गइरहेको छौँ आउँदा कसरी आउँछौँ छोरा सानो छँदा ताते गराउँदै डोराउँदै हिँडेको अनि सानोमा स्कुल चढ्ने बेलामा अनि उसलाई तयार गरेको स्कुल ड्रेस लगाएको क्याम्पस लेभलमा गइसकेपछि ऊ झोला भिरेर क्याम्पस गएको यस्ता कुराले चाहिँ सधैँभरि नबिर्सनी सक्ने एउटा चाहिँ क्षण छन् कलेजमा पनि धेरै मुभमेन्टहरू छ है भाउजूले यस्तो दर्शन गरी जिस्काएर आउँथ्यो अब त्यति बेला चाहिँ यङ थिम होइन टम थिम त्यही पनि त्यो दिन छ है आजको दिन छ हेर्न द्याट्स समथिङ लाइक हुन्छ नि ड्रिम कम ट्रु ह्यापी वेडिङ मेरो प्यारो दाइलाई कस्तो भने मैले उसलाई आजभन्दा आई थिङ्क 15 years ब्याक इन स्कुल देखाएको थिएँ होइन त्यति बेला ऊ चाहिँ भाइसँग पुच्छु गर्दै आउँथ्यो है अनि त्यति बेला म मेरो साथीहरूसँग भन्थेँ कि यस्तो सानो खुच्ची थियो है एकदमै कस्तो भने जेन्युन मान्छे जस्तो लाग्ने मलाई अनि मैले भन्थेँ मेरो साथीहरूलाई यो केटीलाई पाउने मान्छे त भाग्यमानी होला भन्ने सोच्दै थिएँ या द्याट्स मी अहिले आएर चाहिँ त्यो भाग्यमानी मान्छे आई थिङ्क इट्स मी होइन अब स्टिल यो लाइफ भनेको अनगोइङ प्रोसेस हो त्यही त हो
फ्युचर चाहिँ कसैले देख्दैन है जो प्रेजेन्टमा चाहिँ उसँग रमाउने घमाउने भनौँ न दुःख सुख सब गर्ने चाहिँ प्लानमा छु होइन हो